नमस्कार सर, हजुरको परिचय पाऊँ। नमस्कार हजुर, म यदिन राई। हजुर त अब छोटकरीमा कुरा गर्न पर्यो। अहिले हाम्रो मानव अधिकारले प्रतिवेदन निकालेको छ, यो विषयमा के तपाईको विचारधारा नै राख्नुहोस्। यो सर हजुरलाई धन्यवाद र जति पनि यो भिडियो हेर्नुहुनेहरूलाई सबैलाई मेरो नमस्कार। यो अहिले जुन मानव अधिकार आयोगले निकालेको सार्वजनिक गरेको 52 जना व्यक्तिहरूको नाम सार्वजनिक भएको छ र त्यसै सन्दर्भमा सेलिब्रिटीहरू, कलाकारहरू पनि परेका छन् र 17 जना चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि परेका छन्। यो विषयमा चाहिँ मलाई जहाँसम्म लाग्छ मानव अधिकार आयोगले राम्रोसँगले कारबाही गर्यो भने यी 17 जना सांसदहरूको पद निलम्बन गरेर निष्पक्ष छानबिनतिर लानुपर्ने देखिन्छ। तर अहिले फेरि यही राष्ट्रिय स्वतन्त्र पार्टीकै सरकार भएको कारणले गर्दाखेरि यो साह्रै कारबाही चाहिँ होला जस्तो चाहिँ लाग्दैन। यद्यपि भयो भने हो रहेछ, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ आफूमा लागेको कलङ्कहरू चाहिँ निल्काउँदो रहेछ, पुरानोभन्दा नयाँ शैलीमा आउँदो रहेछ, पुरानोभन्दा राम्रो नयाँ ढङ्गले त्यसलाई अगाडि सुशासनको चाहिँ प्रत्याभूति गराउन चाहँदो रहेछ भन्ने बुझिन्छ। यदि गराएन भने चाहिँ तपाईँको यही हो, यो पुरानो र नयाँ। हजुरको विचारमा जसै पुराना राजनीतिक दलहरूले आफ्नो आफ्नो पक्षमा लगाएका थिए र के भन्छन् प्रशासक, त्यस पछाडि त्यहाँबाट कानुनविदहरूलाई आफ्नो आफ्नो हातमा लगाएका थिए, त्यसै गरी अहिले पनि त्यही पाराले जान्छ देश भनेको होइन। त्यस्तै देखिराखेको छ त नि अहिलेको सरकारले, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफू अनुकूलको प्रधान न्यायाधीश सिफारिस गरेछ, जो वरियता 4 मा रहेकोलाई, अनि आफू अनुकूलकै प्रधान न्यायाधीश, आफू अनुकूलकै प्रशासनिक अधिकृत, आफू अनुकूलकै सचिवहरू गरिराखेका छन्। भनाइ चाहिँ छ यो राजनीतिक नियुक्तिलाई खारिज गरेर लोकसेवा आयोगमा खुल्ला बढाउने भनेर, तर अहिलेसम्म त्यो देखिएको छैन। पुरानो राजनीतिक जस्तै अहिले आफ्नै राजनीतिक तौरबाटै नियुक्तिहरू गरिराखेको छ। तपाईँहरूले समय सञ्जालमा हेर्न सक्नुहुन्छ। प्रधान न्यायाधीश चाहिँ अहिले सपना मल्ल हुनुपर्ने ठाउँमा 4 नम्बर वरियता भएको मान्छेलाई गरेछ। त्यो आधारले गर्दाखेरि न्यायालय पनि आफ्नै कब्जामा लिएका छन्, यति भन्न चाहे। हजुरको विचारमा अब जसरी पुरानो सत्ता चलिरहेको थियो त्यस्तै नयाँ सत्ता चल्छ भनाइ हो। तर मैले तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, यदि नेपालको विकास गर्ने, सुशासन गर्ने हो भने जो पुराना संस्कारहरू, पुरानो राजनीति सिस्टम छ सबलाई हटाएर नयाँ पाराले चिराले जानुपर्छ भन्न चाहे। तपाईँको विचार के हो? तपाईँको पुरानोलाई ढाँचालाई सबै कटाउनु राम्रो, के कटाउनु राम्रो, के होइन भन्ने विषयमा चाहिँ म तपाईँलाई 2टा मात्रै उदाहरण दिन्छु। पुरानो सत्ता राजनीतिकहरूले खडा गरेको थियो ट्रेड युनियन र युवा सङ्गठन, यो 2टा खारेज गर्नु त्यो राम्रो। तर साथै युथ काउन्सिल, यो युथ काउन्सिल त अमेरिका मार्फत चलेको हो नि त, जुन बारबारा फाउन्डेसन मार्फत युथ काउन्सिल राख्ने, ट्रेड युनियन हटाउने, विद्यार्थी सङ्गठन हटाउने, यो कुनै फरक आयो त? अहिले गर्न चाहेको राजनीतिक सङ्गठनहरू हटाउने भनेपछि यो युथ काउन्सिल पनि राष्ट्रपा अन्तर्गत अथवा राष्ट्रपाको त होइन,